आज म बिरयानी बनाउँदैछु। ब्रोइलर कुखुराको मासु हालेर कस्तो फल मासुले भनेको कस्तो ल्याएको छु केटाले। यसरी बिरयानी चाहिँ जेठा छोराले तरकारी पकाएको जस्तो गरेर पकाउँछु म चाहिँ। जिरा अनि अदुवा लसुन खोर्सानी यसरी मजाले पिसेको रसिला हुन्छ नि, रसिला एकदम रसिला मिठा मसला धुलो हाल्दा त फुलुक्कै परेको नमिठो हुन्छ क्या। धुलो मसलाहरू गएको भन्दा यसरी आफूले मिहिनेत गरेको रसिलो खानेकुरा। भुटेर त प्याज हाल्छु म चाहिँ झर्छ मासु प्याज छिटो झर्छ नि त त्यो भएर मजाले भुटेर त्यसो गरेर प्याज हालिदिँदैछु। मजाले प्याज हालेर बिरयानी हुने यता घरले दही बस्छु। यहाँ चाहिँ अब मसला टमाटर यस्तो खुसी लगाइदिएर चलाइदिँदैछु मजाले। मसलाको धुलो दामी छ, यसले तेल मिठो हुने नि त त्यो गरिदिएर हामीलाई लेट नगरी पानीको धुलो अलिक किरो यो चाहिँ पुलाउको चामल यस्तो दामी छ। त्यो पुलाउको चामललाई बिरयानी बनाउन हालेको लामोमा दामी हुन्छ। त्यस्तो पाएको थुप्रै रागा मसला कडा खाना कडा गऱ्यो भने यो लोकल टमाटर यो टमाटर पिसेको छ नानीहरू टमाटर खाँदैन खाइ पाउँदैन त्यो दामी भएर चाहिँ चामल लगाइदिन्छ गाई अब चाहिँ यसलाई धेरै चलाउनु हुँदैन हल्का कम हुन्छ रम्नु हुन्छ लगाइदिनु चामलको लागि। यसरी गाई मासु चामलसँगै चलाएर यसलाई पानी लगाएर मात्रै छोपिदिइरहन्छु है, पाकिन्छ एकछिन। धेरै पानी हाल्नुहुँदैन फेरि गिलो हुन्छ नि त। पानी हालेर छ्याप्पै छोपेर यसलाई छोपिदिन्छु। गाई चाहिँ एकछिन हेर्नुपर्छ है, त्यहाँनिर चाहिँ पाको भन्दा हुन्छ बिस्तारै पकाएर यसरी ल्याउनुपर्छ गाई चाहिँ।